हेलो गुड आफ्टरनुन सबैजनालाई। म र मेरो छोरी चाहिँ रेडी भएर जाँदैछु बहिनी घर, किनभने मेरो छोरीको चाहिँ समर भ्याकेसनको छुट्टी छ। भाइहरूसँग नभेटेको धेरै दिन भयो, त्यही भएर हामी भेट्न जाँदैछौँ। हामी आमा छोरी रेडी भइसकेर निस्क्यौँ रुमबाट। अन्त हामी रोडमा पनि भिडियो बनाउँदै जाँदैछौँ। त्यसपछि हामीहरू रोड क्रस गरेर हामी दुईजना चाहिँ अटोमा बसिसक्यौँ। तपाईँहरूलाई पनि त्यहाँको भिडियोहरू देखाउने वाला चाहिँ हेर्दै गर्नुहोला। फाइनली गाइस हामीहरू आइपुग्यौँ। अब टोटो भाडा दिएर हामीहरू जाँदैछौँ, हेर्दै गर्नुहोला। त्यसपछि बहिनीले हामीलाई खाना खानु भने हामी आमा छोरी चाहिँ रुमबाटै खाना खाएर गएको थिएँ, त्यही भएर हामीले खाना खाएनौँ। अन्त उसले रामेन खाने भने रामेन भनेसाथ मुखमा थुक आइहाल्छ, रामेन त कहाँ छोड्नु है। त्यसपछि हामी तीनजनाले रामेन बनाएर इन्जोय गर्दै खाँदैछौँ। सो गाइज आजको ब्लग चाहिँ यतिमै एन्ड गर्दैछु। फेरि पनि यस्तो भिडियो लिएर आउनेछु। बाई बाई।